चित्त बुझाउन सकिँदैन भन्ने कुरा थाहा हुँदा हजुर देखाउने नै छु मैले ट्याटु हान्न लाग्छ कि हो हेलो साथीहरू नमस्ते झोरले फेरि पनि मेरो नेक्स्ट ब्लगमा वेलकम छ आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन नै छु त्यही हो साथीहरू म चाहिँ आज बुटोल जाँदैछु त्यही भएर म ब्लग स्टार्ट गर्दैछु अनि म बुटोल गएर चाहिँ बुटोल मेरो काम छ थोरै काम छ अनि त्यो कामको लागि म जाँदैछु अनि टाइम भयो भने चाहिँ म शान्तिसँग भेट्छु अनि बिमलासँग त म अभियसली भेट्छु शान्तिसँग बिमलासँग कता जान्छौँ के गर्छौँ हजुरलाई देखाउने नै छु है त हेर्दै गर्नु ल ल साथीहरू म चाहिँ अब कपडा लाउन लाग्छु मेरो चाहिँ भाइ जहिले यही प्यान्ट हुन्छ कि किनभने मलाई यो प्यान्ट एकदम मेरो बेस्ट हो अनि अब यहाँ खोज्नुपर्छ टी सर्ट चाहिँ मेरो धेरै छ त्यही भएर कुन लाउने हुन्छ मेरो अर्को टी सर्ट कहाँ गएछ साथीहरू यहाँ रहेछ यो टी सर्ट चाहिँ कतिजनाले सोध्नु भएको थियो कि कता किन्नु भएको भनेर मलाई चाहिँ व्हाइट कलरको एकदम फेभरेट हो मेरो व्हाइट कलर अनि मेरो क्यापहरू मलाई चाहिँ क्यापहरू एकदमै मनपर्छ किनभने मैले के अरे मलाई क्याप अनि मेरो स्कार्फहरू नि कति धेरै छ नि त अनि स्कार्फहरू यहाँ छ पुरै यो स्कार्फ हो अनि अब चाहिँ म कपडा लाउँछु साथीहरू किनभने मैले धेरै लाएँ नि त यो क्याप त्यही भएर मैले चाहिँ यो नयाँ क्याप किनेछु हिजो देख्दा यस्तो नराम्रो छ लाउँदा चाहिँ राम्रो देखिन्छ किनभने यो एउटैमा चाहिँ दैले दिदीको पसलदेखि किन्छु कि क्यापहरू त्यही हो साथीहरू अब चाहिँ म कपडा लाउँछु अनि त्यसपछि फेरि भेट्छु है त साथीहरू म चाहिँ रेडी भइसकेँ मलाई चाहिँ हिँड्ने बेलामा रुमहरू एकदम क्लियर चाहिन्छ म चाहिँ चट्ट पारेर हिँड्छु जहाँ हिँड्दा नि म जति घर बस्दा जसरी बसेँ नि मलाई रुमहरू चाहिँ मलाई एकदम डेकोरेसनहरू गर्न एकदम मनपर्छ नि त साथीहरू त्यही हो अनि त्यो के हो भन्नु होला त्यो चाहिँ आयुषको ब्याग हो किनभने आयुषले अर्को ब्याग ठुलो ब्याग लिएर गयो नि त अनि त्यो माथिको चाहिँ मैले नलाएको कपडाहरू हो अनि त्यो चाहिँ म माथि राखेको छु त्यही हो साथीहरू अनि साथीहरू हजुरहरूलाई एउटा कुरा भन्नु यो चाहिँ मैले हिजो नयाँ टी सर्ट किनेर ल्याएको थिएँ कि साथीहरू अनि बाबुलाई मोमो ल्याइदिएको थिएँ अनि मोमो ल्याइदिँदा त मोमोको रस लागेछ कि हेर्नु न कति सरपले धोएँ जाँदै गएन कि यस्तो मन पर्यो किनेको यस्तो सफ्ट छ कि फेरि यो अनि मैले आयुषलाई त्यो आला हो कि साथीहरूले आला हो कि के भन्दै थियो अनि त्यो चाहिँ मैले आयुषलाई त्यो पठाइदेऊ न आला भन्दैछु अब त्यसले गयो भने गयो गएन भने यस्तै यो टी सर्ट साथीहरू के गर्नु मलाई फेरि एकदम मनपर्छ क्या त्यो टी सर्टहरू कलेक्सन गर्नलाई एकदमै मनपर्छ मेरो धेरै व्हाइट कलरकै टी सर्टहरू होला मेबी यो चाहिँ पुरै मेरो ब्लाउजर मेरो अनि जिन्सकोहरू हो त्यो सबै अनि म चाहिँ यहाँ छु म चाहिँ रेडी भइसकेँ अब म क्याप लाउँछु अनि म चाहिँ रेडी भइसकेँ साथीहरू गर्छु मेरो प्लान नि कस्तो दामी भएछ है यो माथिदेखि हुँदै लाग्छ त्यो साथीहरू अब ब्याग चुज गर्छु म चाहिँ ऐनामा हेरेर कुन ब्याग सुट गर्छ त्यही ब्याग लिएर जान्छु मैले अनि यता चाहिँ ग्यापिङ छ अनि यो चप्पल चाहिँ म घर बस्दा जहिले चप्पल युज गर्ने बानी छ मेरो चाहिँ अनि यो चाहिँ यो चुने लोसनहरू तेलहरू कायोहरू यो बिस्तारा हो अब म चाहिँ क्याप नि चुज गर्छु मलाई कुन क्यापले सुट गर्छ त्यही हो साथीहरू ल अब म जान लाग्यो अनि म फेरि उतै देखाउँछु हजुरहरूलाई साथीहरू यो चाहिँ मेरो आजको आउटफिट हो किनभने जहिले यो प्यान्ट देख्नु होला यो चाहिँ मेरो बेस्ट प्यान्ट हो त्यही भएर मैले जहिले यो जुन टी सर्टमा पनि म्याच गर्छ कि यो प्यान्टले चाहिँ त्यही भएर म चाहिँ यो प्यान्ट लगाएर हिँड्नेछु अनि यो ब्याग चाहिँ मेरो नयाँ हो अनि यो टोपी मेरो नयाँ हो अनि म चाहिँ अब जान्छु अनि गएपछि चाहिँ म फेरि उता बिमलाहरूसँग भेट्यो फेरि हजुरलाई देखाउने छु ल यो चाहिँ हाम्रो घर हो अनि हामी चाहिँ यतादेखि जानुपर्छ हजुरलाई थाहा नै छ म चाहिँ बाइक स्कुटीमा हिँड्दैन किनभने बाटो खत्तम छ नि त अब के भन्छ अरे
ओमा के भन्छ त्यो बाइक स्कुटीमा हिँड्यो भने त बुटोल पुग्दासम्म मान्छेलाई चिनिन्न कि यो को हो भनेर, त्यही भएर चाहिँ म हिँड्दैछु। अनि हिँडेपछि यहीँ तलदेखि म बसमा जान्छु साथीहरू। त्यही हो, अब चाहिँ म मास्क लाउँछु किनभने मेरो हजुरहरूलाई त कतिजनालाई थाहै नै छ होला मेरो फेस एकदम बिग्रेछ, त्यही भएर म मास्क टोपीहरू युज गरिरहन्छु किनभने मलाई घामदेखि एकदम जोगिन भन्नुभएको छ नि त, त्यही भएर म चाहिँ क्याप मास्कहरू चाहिँ कहिले पनि छोड्दिनँ। त्यही हो साथीहरू, अब चाहिँ म गाडीमा चढ्छु अनि गाडीमा चढेपछि म फेरि हजुरहरूलाई देखाउँछु ल। यहाँ चाहिँ डक्की छ, यो डक्कीले चाहिँ जहिले मलाई तर्साएर दिन्छ कि साथीहरू, यस्तै भुक्छ क्या। म फेरि कस्तो डराउँछु, ऊ चाहिँ भुक्छ जहिले हामीहरू चाहिँ। म चाहिँ आइसकेँ साथीहरू, अब म चाहिँ यहीँदेखि गाडीमा चढ्छु साथीहरू। यस्तो हुन्छ अहिले, जुत्ता यस्तो राम्रो पर्छ अहिले, हिँड्दै 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 गर्नुपर्छ, सुज कस्तो हुन्छ। अब चाहिँ मैले यहाँ ठ्याक्क बस आइरहेछ, अब चाहिँ म बसमा चढ्छु साथीहरू है त। साथीहरू म चाहिँ यहाँ चौडा झरेँ किनभने मैले अघि क्लिप लिन पाएन नि त, त्यही भएर म चाहिँ चौडा झरिसकेँ। म चाहिँ अब बिमलालाई कुर्छु। त्यही हो साथीहरू, हाम्रो चौडा अहिले बनाउँदैछ, यता सबै बाटोहरू बन्दैछ कि, त्यही हो। म बिमलासँग एक्कासी बिमलासँग भेटेर भिडाउनु गर्छु है त। प्यारो चौडा बन्दैछ ल साथीहरू, पुरै बाटोहरू बन्दैछ। अहिले म घर जाने गाडी लाउने चाहिँ हो, यही हो, म यहीँ चढेर जाने अहिले। यो बिमला दिदीलाई पुगेको, कतिखेर आउनुहुन्छ बिमला दिदी, यतादेखि आउनुहुन्छ यतादेखि आउनुहुन्छ बिमला दिदी चाहिँ। बिमला दिदी आएपछि बिमला दिदीसँग भेटेपछि कहाँ रहेछन् फोन गरेको, आउन लाग्छु भनेको, अब त आउनु पर्ने हो। फाइनल्ली हिरो ल्याउनु भयो साथीहरू। यहीँ राख कि यहीँ घुसाउ, केही हुन्न होला। म त काटेछु कि भ्लग होला साथी। म यहीँ फ्लोरमै बसेर यहीँ हो कि भन्नु। Oh my god. सेम टु सेम, बिमला मेरो चाहिँ सेम सेम भएछ ब्याग। साथीहरू हाम्रो काम चाहिँ यही हो, अब हामीले के काम गर्छौँ भनेर चाहिँ हजुरलाई देखाउने नै छु ल। नमस्ते दिदी, हाम्रो हिरो त आउनुभयो साथीहरू। मैले चाहिँ दिदीलाई पेजमा देखिरहेको थिएँ, अनि फेरि को रहेछ र भनेको त प्रतिमा दिदीको भाउजू रहेछ। अब दिदी त होइन भाउजू नै भन्नुपर्छ मैले चाहिँ। बिमला दिदी के चिजाको ब्लगमा वेलकम छ। एक दुई शब्द बोलिदिनु होला। भन न केही बोल, के बोला भन न। साथीहरू त्यही हो, हामी चाहिँ यहाँ अब के गर्छौँ अहिले जानकारी दिन्छौँ त्यही भन्दै आएको छु। चिजाले पनि भ्लग बनाउनु भएको रहेछ, मैले पनि बनाएको थिएँ। यिनले बनाउँदैनन् नि त, अल्छी गर्छ नि त, सो त्यही भएर मैले बनाएको थिएँ, तर यिनले पनि गराएको रहेछन्। डिजाको हेरिदिनु होला। त्यही हो साथीहरू, अब चाहिँ यसो बाहिरको प्रोसेस गर्नु पर्यो भनेर हामी चाहिँ यहाँ बुझ्नको लागि आएको छौँ। दया भएको के अरे गोलपाटदेखि पश्चिमदेखि उता खैरिनीदेखि अनि यता के भन्छ अरे मरिग्राम भैरवादेखि पनि हजुरहरूलाई एकदमै सेन्टर पर्छ कि यो चाहिँ, किनभने यो राजमार्ग चौडा भन्ने चाहिँ सबैले चिन्नु भएकै छ होला। यो नचिन्ने त कोही नै हुनुहुन्न होला नि त, किनभने यो मेन हो नि त बुटोलको। त्यही भएर हजुरहरूलाई एकदमै राम्रो छ, यहाँ आउनुहोस्, पढ्नुहोस्, जापान जानुहोस्, अरू कुनै
जुन देश पनि हजुरहरूले एप्लाई गर्न सक्नुहुन्छ साथीहरू। अनि केही डिटेलहरू चाहिएको छ भने हजुरहरूले यही प्यासन फाउन्डेसन बुटोलको टिकटक आइडीमा ड्याम गर्न नि सक्नुहुन्छ। नभए हजुरहरूलाई त्यसमा अड लाग्छ भने मलाई म्यासेज गरेर सोध्न पनि सक्नुहुन्छ। अनि मैले हजुरहरू सामु यहाँको दिदीहरू दाईहरू सरहरूसम्म मैले म्यासेज पुऱ्याइदिन्छु। त्यही हो साथीहरू। उता फेरि मेरो भिडियो हाम्रो चाहिँ अब यहाँ काम सक्यो, भिडियो गराएर हामीले सक्यौँ। अब चाहिँ हामी निस्किन्छौँ। अब चाहिँ म चाहिँ बिमलाको रुममा जान्छु। अनि बिमलाको रुममा गएपछि बाबा आउँछु त। अनि बाबा आउने बेलामा चाहिँ म घर पुग्नु पर्छ। साथीहरू अब चाहिँ हामी बिमलाको रुममा जान्छौँ। अनि गएर फेरि नानीकोमा जानु पर्ला। नानीलाई देख्न मन लाग्छ। मलाई चाहिँ नानी त साह्रै माया लाग्छ। टुकुलीको यस्तरी हान्न मन लाग्छ। मलाई धेरै माया लाग्छ कि कुचु कुचु भएर। छोरी पाउने भनेको साथीहरू बुढाले नपाऊँ भन्छ। एक्लै पाउने नहुने के गर्नु गाह्रो छ। नमस्ते, हाम्रो लाउरे भाइ आउनुभयो। कसले चिन्नुहुन्छ साथीहरू? मेरो भाइ के त लास्टै हेन्सम भन्छ। के छ हो काली ठुलो भएछ के गर्नु साथीहरू, मास्क लाउनै पर्यो। हामी चाहिँ बिमला दिदीको रुममा आयौँ। बिमला दिदी हुनुहुन्छ। यो चाहिँ बिमला दिदीको छोरी। बिमला दिदीको छोरी मेरो नि दिदीको छोरी हो। अनि यता चाहिँ कोरे बदैनी अरे। अनि रक्षा नै हो साथीहरू। रम यता इन्भर्स गर्ने बिमलालाई कस्तो राम्रो देखेको कि यो कलर म्याचिङ गरेको कि यो यता म्याचिङ साथीहरू। म चाहिँ यहाँ छु, चिया दी चाहिँ यहाँ छ। कस्तो देखेछ टोपी। ल साथीहरू, चिजा चाहिँ यहाँ ल राम्रै मान्छे होइन। खान नि दिन्न नि न, बाहिरको चिज खानु दिन्न नि त। म हो यहाँ लुटेको कि चिप्लेर यहाँ तल झरेको कस्तरी। चापी छैनन् क्या दिनु। आउँदा ढोका लगाएर सुत्छ साथीहरू। भगवान् भइ नदेखामै त्यसपछि अहिले दाइ हिसाबले तपाईँ पहिला मैले भनेको थिएँ चाहिँ यस्तो साथीहरू। उयो दाइ यस्तो ह्यान्डसम आउनुभयो त होइन। थाहा रहेछ दाइ त यस्तो राम्रो आउनुभएको थियो। मेरो बुढै राम्रो छ नि त। नानी उच्च भर्खर सुतेछ, पेट दुखेछ। पेट त ठुलो छ डर लाग्यो त। सन्चो छैन। केही खान्छ नि क्या बेटे छैन त्यसको त। ओए यो दुइटा बुढाबुढी त घरदेखि चाहिँ नक्न गर्नुपर्छ नि। प्राइभेट हुन्छ बुढाबुढीको। साह्रै राम्रो आएछ नि तिनीहरू त। मैले यो सर्टमा यसो हेरेँ के लाएर भिडियो गराएको चाहिँ पागल यसले सोट पाएन कि भा। मैले सोच्दा तिमी जस्तो छैन ल म। प्लिज अझै प्लिज रे। के रहेछ के लाएर गएको छ। तिनीहरू बुढाबुढी भित्र सुतेछ भनेर उहीँदेखि गेट बजाएको सुनेर छ ढ्याङ। त्यही भएर राम्ची चाहिँ ओए राम्रो खानुमा त राम्रो आउँदो रहेछौ त तिमी नि। राम्रो साथीहरू, म चाहिँ मेरो कामको लागि चिजलाई लिएर जाँदैछु बाहिर। अनि मेरो लुगा देख्न सक्नुहुन्छ। पुराको लुगा लाएर हिँड्ने बानी छ। के गर्नु, घरमा होस् बाहिर होस् पुराकै लुगामा जान्छु मेरो जिन्दगी। अनि त्यो मजै कस्तो एकदम घुम्न जानु छ भने चाहिँ राम्रो लुगा लाएर जाने। फोटोसुट खिच्न नै छ भने अन्त यस्तो झ्यासी मासीमा चाहिँ चौडिने जस्तो पाएँ त्यस्तै। साथीहरू अहिले चाहिँ म चिजा दिदीको भ्लगिङ गर्दैछु। चिजा दिदीलाई हेल्प गर्दैछु। अनि उसको चाहिँ अब मोनिटाइज खाने बेला पनि भइसकेको छ क्या। अब पहिला हामीलाई थाहा थिएन कसरी गर्ने भनेर। अनि अहिले त मलाई थाहा छ नि त। अनि त्यही भएर हामीले जसले खोल्यो भने हाम्रो लाइनमा चाहिँ सजिलो भएछ सबैलाई। अब उसको चाहिँ अहिले मोनिटाइज गर्ने टाइम भएछ। त्यही भएर पनि ऊ आएको थियो। अनि त्यही भएर आज चाहिँ हाफ
भयो अनि भोलि आयो भने चाहिँ भोलि यसको पुरा हुन्छ र यस्तो मोनिटाइज गर्न पनि कस्तो एकैचोटि हुँदैन कि अनि 24 घन्टा पर्खिनुपर्छ कहिले 1 विक पर्खिनुपर्छ अनि फोनमा सिकाएर हुँदैन कि अरू त सक्छन् होला म त सक्दैन त्यति साह्रै उ पनि छैन म त्यही भएर म चाहिँ अब मेरो हातमा फोन छ भने चाहिँ म अभियसली सक्छु नै भन्छु म तर म फोनदेखि सिकाउनु चाहिँ सक्दिनँ त्यो साथीहरू अनि त्यो गाह्रो छ सबैको चित्त बुझाउन सकिँदैन भन्ने कुरा थाहा हुँदै पनि के गर्नु ठिकै छ केही छैन अब मैले भन्ने कुरा त के भन्नु नभनौँ त्यो साथीहरू आफूले सकेको चाहिँ मैले प्रायः जस्तो सबैलाई गरिराखेन हुन्छ आफूलाई नै गाह्रो परेपछि अनि आफूले नै नसक्ने भएपछि कसरी गरिन्छ भने आफूले अरूदेखि धेरै एक्सपेक्ट गर्नु हुँदैन क्या अब अरूबाट पाइन्छ पाइँदैन त्यो थाहै छैन त्यही भएर आफैमा हुनुपर्छ जे हुनुपर्छ अब कहाँबाट हुन्छ कसरी हुन्छ भने त्यो जतिसक्दो आफैले सिक्ने मैले पनि आफै सिकेको हो नि त त्यो साथीहरू अरूदेखि धेरै एक्सपेक्ट राख्नु हुँदैन मन दुख्छ चित्त दुख्छ गाह्रो छ साथीहरू ल अब चाहिँ हामी जानु लागेको हिँड्दैछौँ अब कुरा गर्दा गरेँ घरै त कुरा गरेँ क्या पुरानो बस्दाखेरि मेरो आइसक्यौँ त्यही हो गलेमे छैन गले मम्माले मैले त ट्याटु हान्न लाग्छ कि हो त्यो साथीहरू उहाँ गएर हान्न पैसा छैन नि त्यही भएर अब 100 रुपियाँ लियो हानु बस बरु त्यस्तो भन्दा त यस्तो के अरे अलिक धेरै त्यो 350 कम हुन्छ एउटा राम्रो थिएन त्यस्तै हानेर त प्लान गर्ने नि त नराम्रो हानेर यस्तो जानु पनि केही मान्दैन ट्याटु त एउटा छिल्का हाने पनि हाम्रो लागि चाहिँ मनै पर्दैन ट्याटु हानेको त्यही भएर मलाई त कस्तो ओए हाम्रो कुरा भन्ने न हेलमेटको कुरा के यहाँदेखि त उहाँ पारी जान्छमा त हेलमेटै नभएको कि त्यहाँ पुलिसले सिम नदिन्छ त्यही भर्खरै पैसा तिरेर आउँथ्यो उहाँ कति साथीहरू लुगा मात्र ब्रान्डेड भएर के गर्नु खान चाहिँ हामी दिदीकोमा आउँछौँ यहाँ कटेजमा तिनीहरूलाई त्यस्तो धनी नभन्नु होला रे म त धनी छैन मेरो त बासै यही हुन्छ 20 रुपियाँको चाउमिन खान आन्छु मैले त झन् जहिले 20 रुपियाँको चाउमिन हो खाने खाना फेरि खान्छन् 20 रुपियाँको 3 ठाउँमा 2 त खान्छु धेरै त खान्न मिठो पाइन्छ नि हान मिठो छ कि नै भन त मिठो छ होइन मुखमा जुठो छ हे प्यात्तै लजी बोल्छ त्यो उस हो त के अरे बाबु मिठो छ मिठो छ दिदी पुलान नाक्लिन पाल्पा पुलान पाल्पा रामपुरको न यस्तो फिल्म बनेको नचलेको हिरो हो कि सानो अब नोटिस त हेर यता ओइ त्यो हुर्रमा के यता आउला कति हेर्नुभयो कि अहिले नि ए भगवान् हजुर अनि नाको सम्झा हाल्के नि सर प्लेट आलामा पनि आएको छ 2 प्लेट हो मलाई 4 हाफ बनाउनु पर्छ
मलाई साथीहरू यिनीहरूले डुबाए ल भन यिनीहरूले मलाई डुबाए साथीहरू डुबाए कहाँ लैजान्छन् रे यत्तिकै एकछिन 10 मिनटको लागि जाम भनेर आएको मान्छेले यही त त्यस्तै हुन्छ नि हाम्रो हिँडेपछि हिँड्ने त्यही भएर गाइज हामी चाहिँ खाजा पनि खाइसक्यौँ अनि अब चाहिँ यिनीहरू जान्छन् अब म पनि घरतिर जान्छु यहाँ बाबुरा भिडियो चाहिँ बना भनेको होइन चिजाले आफैले कस्तो भनेर गराएको त्यस्तो होइन गरेको ए हामी मोटाको ए भनिसक्यो भिडियो बनाउने के आफ्नो फोनमा हो कि हाई भनिदेऊ ए आफ्नो बनाउनु हाई भन न हाई भन मामाले हेर्नुहुन्छ ल त्यही साथीहरू न्यू इयरमा कहाँ जाने भएर बनारस जाने रे केही भन्दैन ल भयो भयो साना त्यसरी बस्छन् र त्यसरी बस्छन् त्यो कुर्सीमा बसे जस्तै के यता हेर त सिरासी हेर्न यो खुट्टा यता सिरोसीको अङ्कल कति चाहिँ नाम नछ क्या ल साथीहरू हामी चाहिँ साथीको घरदेखि हिँड्यौँ अब तिमीहरू चाहिँ मलाई चौडा जोडिदिन्छ अनि म त्यहाँदेखि गाडीमा जान्छु अनि बिमला दी चाहिँ आफ्नो घरतर्फ लाग्नुहुन्छ म मेरो घरतर्फ लाग्छु मलाई छोड्नुहुन्छ बिमला दिदीले अनि फेरि बिमला आफ्नो घरतर्फतिर लाग्नुहुन्छ साथीहरू त्यही हो गाडीमा त मैले भिडियो गर्न सक्दैन मलाई खास लाग्छ साथीहरू अब म एक्कासी गाडीमा चढेपछि घर नजिकै झरेपछि बल्ल घरमा पुगेपछि भिडियो लिन्छ है त अनि साथीहरू म चाहिँ एङ्जनको स्कुलमा आएको छु किनभने एङ्जनको स्कुल चाहिँ गाडी चाहिँ आज बिग्रेको रहेछ त्यही भएर म चाहिँ उता झर्नु पर्ने थियो त्यही भएर म चाहिँ यता एङ्जनको स्कुल फेरि शीतलनगर चोकमा हो नि त त्यही भएर म चाहिँ उता घोडा नागेर यहाँ एङ्जनको स्कुलमा लिन आएको छु त्यही साथीहरू म चाहिँ बाबुलाई देखाउँछु ल हजुरहरूलाई बाबुको स्कुलको भ्यान फेरि एउटा मात्र छ नि त त्यही भएर मलाई चाहिँ टिचरले फोन गर्नुभएको थियो अनि त्यही भएर म चाहिँ एङ्जनलाई लिन आएको छु साथीहरू नमस्ते कहाँ हो तिमी हेलो भन्देऊ ल हेलो भन्देऊ भाइ गरिदेऊ त्यो कपडा के हो अनि साथीहरू म चाहिँ बाबुलाई पिकअप गरिसकेँ अब चाहिँ म जान्छु ल घर गएर देखाउँछु यता आउँदा ल साथीहरू अब चाहिँ हामी माथि जानुपर्छ मम्मीकोमा किनभने यहाँ छेमाहरू जुठोमा पढ्नु भएको छ मम्मीले चाहिँ बिहान हामीलाई मासु पठाइदिनु भएको थियो कि हाम्रो मम्मीले कुखुरा पाल्नु भएको छ नि त पाल्नु भएको छ भन्नाले घर त्यसै खानालाई पाल्नु भएको थियो अनि त्यो कुखुरा चाहिँ मम्मीले काटेर पठाइदिनु भएको थियो तिमीहरूले खाऊ भनेर अनि छेमाहरू चाहिँ जुठोमा हुनुहुन्छ अनि त्यही भएर चाहिँ यहाँ नपकाउनु भनेर चाहिँ हामी माइत जाँदैछौँ साथीहरू अब म उही माइत गएर भेट्छु हजुरहरूलाई ल हामी चाहिँ यहाँ केटाकेटी उता खेल्न गएको छ हामी चाहिँ त्यहाँदेखि सरसर माथि जाने हो टेम्पो गाडी आउनु किन गान पो चिकुटो डाक्छन् मम्मी हाम्रो मम्मी हेर्नु साथीहरू साह्रो लजाउँछ मेरो मम्मी त आमा किन साथीहरू मेरो मम्मी यस्तो लजाउने म त लजाउँदैन त मेरो मम्मी चाहिँ यस्तो क्या सोसल मिडियाहरूदेखि अलिक टाढा नै हुनुहुन्छ नि त त्यही भएर मम्मी चाहिँ लजाउनुहुन्छ त्यही हो साथीहरू हामी चाहिँ आइपुग्यौँ मेरो बिस्तारा चाहिँ यही हो म चाहिँ जहिले यहीँ सुत्छु के म सुत्ने भनेको चाहिँ यही हो साथीहरू आजको भिडियो चाहिँ यति नै थियो सुरुदेखि लास्टसम्म हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर चाहिँ गर्न नबिर्सिनु ल साथीहरू ओके बाई लभ यु अल